सम्पूर्णमा नमस्कार। नेपाल एग्रिकल्चरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म विनोद ओली र आज म तपाईहरुलाई यो विभिन्न लहरे तरकारी बाली काँक्रा, करेला, लौका, घिरेउला जस्ता विभिन्न तरकारी लहरे तरकारी बालीहरू हुन्छन्। यो पोली ब्यागमा रोपिएका तरकारी बालीहरू मुख्य खेतमा चाहिँ कसरी सार्ने भन्ने कुरा जानकारी गराउँदैछु र धेरै कृषकहरूको समस्याको विषय पनि हो। यो चाहिँ पोली ब्यागमा भएको बिरुवाहरू मुख्य खेतबारीमा सार्न नजान्दा, यसलाई रोप्न नजान्दा चाहिँ धेरै बिरुवाहरू मर्ने समस्या पनि देखिन्छ। बिरुवाहरू मरिरहेको पनि हुन्छ हैन। र कृषकहरूले के गरिदिनुहुन्छ भन्दाखेरि जुन यो पोली ब्यागमा उमारेको बिरुवा छ, यो काँक्राको बिरुवा छ, यसलाई चाहिँ कुनै कृषकहरूले यो तलको भाग मात्रै, यो जो फेद छ यसलाई मात्रै काटेर पनि रोपिदिनुहुन्छ के। र कसैले यसलाई निकाल्न नजानेर यो माटोभरि सबै फुस्किने र जरा मात्रै ठिङ्रिङ हुने समस्या हुन्छ। त्यसले गर्दा चाहिँ त्यो जरा मात्रै माटो नगएर जरा मात्रै ठिङ्रिङ भयो भने त्यो बिरुवा चाहिँ मुख्य खेतबारीमा सर्ने सम्भावना अलिक कम हुन्छ। त्यसैले तपाईहरुले के गर्न सक्नुहुन्छ त भन्दाखेरि जुन यो पोली ब्यागमा उमारेको बिरुवा छ, पोली ब्यागमा या तपाईहरुले खेर गइरहेको गिलासहरू हुन्छ नि, चिया गिलासहरू, त्यस्तो गिलासहरूमा जुनसुकै भनौँ न, यो पोली ब्यागहरूमा उमारेको बिरुवाहरू हुन्छ। यसलाई चाहिँ हामीले तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि कुनै धारिलो चिज, चक्कु, त्यो बिलेटहरू हुन्छ नि, हो त्यो बिलेटहरूले यसरी एक साइडबाट सरर चिरेर यसलाई निकाल्न पनि सक्नुहुन्छ। र त्यही भएन भन्दाखेरि यहाँनिर एउटा यस्तो किसिमको यसको सिउनी हुन्छ के यहाँनिर। यसलाई चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि यसरी मजासँग च्यातिदिने है। यदि अर्को पटक प्रयोग गर्नु छ भने तपाईहरुले यसरी नच्यातेर पनि निकाल्न सक्नुहुन्छ। निकाल्न चाहिँ हैन, यसलाई चाहिँ हल्का यसरी हातले यसरी दबाएर यसो बनाएर यसरी घुमाएर चाहिँ घुमाउँदा चाहिँ यो बीचमा के हुन्छ त भन्दाखेरि यो पोली ब्यागमा भएको यो माटो छ नि, यो माटोले चाहिँ पोली ब्यागलाई छोड्छ हैन। अनि हामीले यसरी चाहिँ सरर यसलाई निकाल्न सक्छौँ के यसरी है, यसरी सरर यसरी। ल हेर्नुहोस्, यसरी सट्टै निस्क्यो यो। अब चाहिँ यो पोली ब्याग चाहिँ अर्को पटकको लागि पनि रेयुज हुन्छ कि, अर्को पटक पनि हामीले यसलाई प्रयोग गर्न सक्छौँ। त्यसैले यसरी यसलाई नच्यातेर सहज रूपमा यसलाई यसरी निकाल्न सक्नुहुन्छ। ल अब यो सट्टै आयो, माटोसँगै आएको छ यो। र अब हामीले यसलाई मुख्य खेतबारीमा रोप्दा चाहिँ 10 देखि 15 सेन्टिमिटरको गहिरो खाडल खन्ने र त्यसमा आवश्यकता अनुसार सबै मलहरू मिसाउने। ती मलहरू मिसाइसकेपछि तपाईहरुले यसलाई रोप्दा चाहिँ कुनै कृषकहरूले के गरिदिनुहुन्छ त भन्दाखेरि जो यसको यो भाग छ नि, यो जराको भाग, यहाँभन्दा यता माथिसम्म रोपिदिनुहुन्छ कि, यति माथि यस्तो घाँटी बुझेको जस्तो गरी चाहिँ यहाँनिर रोपिदिनुहुन्छ। तर यस्तो गल्ती चाहिँ गर्नु हुँदैन। हामीले नर्सरी ब्यागमा या पोली ब्यागमा अब यसको यो काँक्राको बिरुवा छ, यो बिरुवा चाहिँ जराको भाग यहाँनिर छ है, यसको लेभल यहाँनिर छ हो। यो यहाँ हामीले यसरी निकाल्दा चाहिँ यो जुन लेभलसम्म यसले माटोले छोएको छ, जराको भाग जहाँनिरसम्म छ, हामीले त्यहीँनिरसम्म नै मुख्य खेतबारीमा चाहिँ यसलाई रोप्नु पर्दछ है। हामीले मुख्य खेतबारीमा रोप्दा चाहिँ यहीँनिरसम्म माटो मिलाउने हो, यहीँनिरसम्म पुर्दिने हो कि है। योभन्दा माथि पुर्नु हुँदैन। योभन्दा माथि पुर्दिएमा के हुन्छ त भन्दाखेरि यो नरम बिरुवा हुन्छ, नर्सरीमा हुर्केको नरम बिरुवा हो। यसमा चाहिँ हामीले माथिसम्म माटोले छोदियो भने चाहिँ यो माटोले यसलाई समाउँछ, नरम डाँठलाई हैन। यसलाई नरम डाँठलाई समाइसकेपछि यसमा समस्या के हुन्छ त भन्दाखेरि जो ड्याम्पिङ अप भन्ने रोग हुन्छ, यहाँनिर कुहिएर मर्दिन्छ क्या। यो भाग हल्का सुके जस्तो भएर कुहिएर चाहिँ यो मर्दिन्छ। त्यो भएको कारणले हामीले रोप्दा चाहिँ यसलाई विशेष ध्यान दिनुपर्छ है। त्यही अनुसार रोप्नु होला। यो चाहिँ एउटा तरिका भयो। यसरी चाहिँ सहज रूपमा हामीले पोली ब्यागबाट यसरी निकाल्यो भने चाहिँ हाम्रो पोली ब्याग चाहिँ फेरि अर्को पटकको लागि पनि काम लाग्छ है। यसलाई धेरै पटक हामीले प्रयोग गर्न सक्छौँ। त्यही भएर हामीले यो निकाल्दा सबभन्दा उत्तम विधि चाहिँ यो हुन्छ। अब तपाईहरुलाई यो पोली ब्याग चाहिँ चाहिँदैन। ल तपाईहरुलाई यो पोली ब्याग चाहिँदैन अर्को पटकको लागि। तपाईले एकैपटक निकालेर चाहिँ यसलाई फालिदियो भनेपछि चाहिँ कुनै धारिलो चिज या हातले यसलाई यहाँबाट सरर चिरिदिनुस्। म तपाईलाई चिरेर देखाउँछु है। यसरी सरर चिरिन्छ, हेर्नुस् है।
ल हेर्नुहोस् यो अब यसरी च्यातियो यसरी च्यातेर हामीले यसरी समाएर यसलाई सट्ट यसरी निकालिदिन सक्छौँ हेर्नुहोस् यो चाहिँ अर्को पटकको लागि अब परेको हुँदैन यो चाहिँ अब यसलाई चाहिँ हामीले फाल्ने नै हुन्छ अब यसरी पनि यसरी निकाल्न सकिन्छ यसलाई बिरुवालाई हेर्नुहोस् त कुनै पनि माटो नझरेर मजासँग चाहिँ यो सट्टै निस्केको छ अब यो बिरुवा चाहिँ हामीले जस्तो सुकै अवस्थामा पनि मुख्य खेतबारीमा सार्दा चाहिँ मर्दैन यो हामीले यो सहज रूपमा जाग्छ हेर्नुहोस् त्यसैले यो नर्सरी पोलिब्याग नर्सरी यो पोलिब्यागमा उमारेको बेर्ना मात्र नभएर तपाईहरुले जुनसुकै नर्सरीबाट पनि बेर्ना निकाल्दा चाहिँ हामीले माटोसँग निकाल्नु पर्दछ ठिङडिङ जरा भएको निकाल्ने चाहिँ होइन हैन र रोप्दाखेरि तपाईहरुले जुन लेभलमा चाहिँ जराको भाग छ माटोले छोएको छ हो त्यहाँसम्म मात्रै हामीले मुख्य खेतबारीमा सार्दा चाहिँ त्यहाँसम्म मात्रै पुर्ने हो त्योभन्दा माथि पुर्यो भने चाहिँ मैले जो अगाडि भने ड्याम्पिङ अपको समस्या हुन्छ यो डाँट कुहेर चाहिँ बिरुवा मर्न सक्छ हो हामीले यो लेभलभन्दा माथि चाहिँ माटोले पुर्नु भनेको यसको चाहिँ घाँटी निमोटे जस्तो है हामीले घाँटी बुझे जस्तो हामीलाई हाम्रो यो घाँटीसम्म चाहिँ पुरे जस्तो हो हैन त्यो भएको कारणले यसलाई रोप्दा चाहिँ विशेष ध्यान दिनु पर्दछ र आज मैले तपाईहरुलाई बुझाउन खोजेको कुरा के मात्र हो भन्दाखेरि यो नर्सरीमा भएको बिरुवा पोलिब्याग नर्सरीमा भएको पोलिब्यागमा उमारिएको बिरुवा जुनसुकै बिरुवा भए पनि है यो चाहिँ मैले काँक्राको बिरुवा देखाएको छु लहरे तरकारी बालीदेखि लिएर सम्पूर्ण अन्य बोट बिरुवा जुनसुकै बिरुवा पनि पोलिब्यागमा उमार्नु भएको छ भने यस्तो तरिकाले चाहिँ निकाल्न सक्नुहुन्छ र तपाईहरुले नच्यातेर सबभन्दा राम्रो विधि चाहिँ नच्यातेर सर्लकै निकाल्नु भयो भने चाहिँ यो चाहिँ अब जस्ताको तस्तै छ यो पोलिब्याग यसलाई चाहिँ हामीले फेरि रियुज गर्न सक्छौं पछिल्लो पटक पनि प्रयोग गर्न सक्छौं त्यो भएको कारणले तपाईहरुले यसलाई चाहिँ यो विधिबाट निकाल्दा चाहिँ एकदमै राम्रो हुन्छ यसरी निकाल्नु भयो भने चाहिँ अर्को पटक चाहिँ यो प्रयोगमा आउँदैन यसलाई चाहिँ हामीले एकैपटक फाल्नु पर्दछ है त्यही भएर यसरी निकाल्दा चाहिँ तपाईहरुले हातले च्यातेर या ब्लेडको सहायताले काटेर पनि निकाल्न सक्नुहुन्छ भने यसलाई निकाल्दा चाहिँ हल्का हातले मसार्ने हातले हल्का घुमाएर मसारिसकेपछि यसले चाहिँ यो माटोले चाहिँ यो पोलिब्यागलाई छोड्छ है यो जुन जमेको हुन्छ नि पोलिब्यागमा त्यो माटोले चाहिँ यसलाई सर्लग छोड्छ र हामीले यो चाहिँ 2 औँलाको बीचमा बिरुवालाई राख्ने है 2 औँलाको बीचमा बिरुवालाई राखेर सट्ट प्लास्टिक तानिने म अर्को पनि देखाउँछु तपाईहरुलाई यो बिरुवा भयो यसलाई चाहिँ हल्का रूपले यसरी मसार्ने यस्तो गर्दा चाहिँ माटोले यो प्लास्टिकको भाग चाहिँ छोड्छ है यसो गर्नुभयो भने प्लास्टिक भाग छोड्छ अनि तपाईहरुले यो 2 वटा औँला चाहिँ यो बिरुवाको बीचमा राख्ने यसरी बिरुवाको बीचमा राख्ने है बिरुवाको बीचमा राख्ने र यो माथि भएको यो छ नि यसलाई चाहिँ समाउने अब यसलाई हल्कासँगले हल्लाउने यसरी हेर्नुस् है यति सहज तरिकाले आयो ल हेर्नुस् अब कति सजिलो छ हैन अब तपाईहरुले चाहिँ यसरी टक्क निकालेर अब सट्टै रोप्दिन सक्नुहुन्छ कति आनन्दसँग निस्क्यो हेर्नुस् त कुनै पनि माटो झरेको छैन त्यो भएर यसरी तपाईहरुले निकाल्नु भयो भने बिरुवा सहज रूपमा मुख्य जग्गामा सर्छ र यो मर्ने समस्या पनि हुँदैन र मुख्य जग्गामा सार्दा चाहिँ तपाईहरुले ध्यान दिनुपर्ने कुरा मैले भनिसके जुन लेभलमा माटो छ त्यही लेभलमा मात्र तपाईहरुले मुख्य जग्गामा सार्दा चाहिँ छोप्नुस् माटोको भाग चाहिँ त्यही लेभलमा ल्याउनुस् है ल साथीहरु मैले खास जानकारी गराउन खोजेको चाहिँ यही नै हो सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरु तपाईहरु चाहिँ यो कुरालाई चाहिँ विशेष किसिमले बुझ्दिनु होला विशेष ध्यान दिनु होला ताकि तपाईको बिरुवा चाहिँ सहज रूपमा मुख्य खेतमा सरोस् ल त अब सम्पूर्णलाई धन्यवाद भिडियो हेर्दिनु भएकोमा र यस्तै नयाँ टेक्निकल भिडियोहरुको लागि जानकारीमूलक भिडियोहरुको लागि चाहिँ हाम्रो नेपाली एग्रिकल्चर युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला हस्त धन्यवाद नमस्कार।